यदि तपाईँ एकचोटि अस्ट्रेलिया एप्लाई नगरिकन म अरू अल्टरनेटिभ हेर्दिनँ भन्नुहुन्छ भने यो भिडियो तपाईँको लागि हुनसक्छ। हामीलाई फलो या सेयर पनि गरिदिनुहोस् ताकि अन्य विद्यार्थीहरूसँग पनि पुर्याउन सकियोस्। यदि तपाईँ त्यस्तो खालको पेरेन्ट्स या विद्यार्थी हो भने तपाईँले कम्तीमा पनि 5-6 लाख रुपियाँ रिस्क हुन्छ भनेर सोच्नै पर्ने हुन्छ। किन भन्दा आजको 5-6 महिनाको भिजा रेट हेर्ने हो भने पनि लेस देन 50% नै छ भने भिजा नलाग्ने चान्सेस पनि उत्तिकै बढी छ। त्यो भनिरहँदा जति हाम्रो विद्यार्थीहरूको भिजा आइरहेको छ, विद्यार्थीको भिजा आउँदाखेरि आफ्नो दक्ष क्षमता र आफ्नो फाइनेन्सियल क्यापासिटी अनुसार एप्लाई गरेका विद्यार्थीहरूको अलि धेरै भिजा आएको छ। त्यसको मिनिङ के हो भन्दा तपाईँको इन्कम एभरेज छ भने तपाईँले अलि धेरै फी भएको युनिभर्सिटीहरू चुज गर्नुहुन्छ भने भिजा नआएको अवस्था छ भने धेरै एप्लिकेसन कुनै युनिभर्सिटीमा गइरहेको छ भने त्यसमा पनि कम्पेरिटिभली धेरै भिजा रिफ्युज छन् भने उनीहरूको देशमा डिमान्ड भएको कोर्सहरू जस्तै स्किल अकुपेसन लिस्टमा परेका कोर्सहरू तपाईँ पढ्दै हुनुहुन्छ भने त्यस्ता कोर्सेसहरूमा पनि भिजा आइरहेको छ। कस्ता खालका कोर्सेस चुज गर्ने, कस्ता कलेज युनिभर्सिटी चुज गर्ने र हाम्रो अहिले एनमागमा भिजा आएका विद्यार्थीहरूको उनीहरूको प्रोफाइलसँग आफ्नो प्रोफाइलहरू भिडाएर मैले क्रस कम्पेरिजन गर्छु र त्यसपछि क्यालकुलेटिभ रिस्क लिन्छु नि त भन्नुहुन्छ भने तपाईँ एकचोटि आफ्नो डकुमेन्ट आफूले के गर्दै हुनुहुन्छ, तपाईँसँग भएको अरू इन्कम सोर्सहरू के छन् त्यो लिएर अफिस आउनुहोस्, हामीसँग छलफल गरौँ। त्यसपछि अस्ट्रेलिया नै गर्ने या युके, युएसए, क्यानाडा, न्युजिल्यान्ड जस्ता अन्य देशहरू पनि त्यत्तिकै एजुकेसनमा कम्पिटेटिभ देशहरू पनि छन्, त्यसको बारेमा एनालाइसिस गर्ने र त्यसपछि एप्लिकेसन स्टार्ट गर्दा हुन्छ। हामी चिप्लोडुङ्गा पोखरा ट्रेडमलको पारिपट्टि तेस्रो तलामा छौँ। डोन्ट रिस्क योर भिजा, गेट द राइट सपोर्ट। थ्याङ्क यू।